जय मानव सेवा। सबैजनाले फेरि पनि भन्नुहुनेछ नमस्कार। जय मानव सेवा। सबैजनालाई धेरै धेरै धन्यवाद। आज मिति 2082 साल 11 महिना फागुन महिनाको 5 गते बराताल गाउँपालिका 2 निवासी आदरणीय म्याम चन्द्रा चर्ती मगरज्यूको आज पण्डगेहीको शुभ जन्मदिनको शुभ अवसर पारेर मानव सेवा आश्रम सुर्खेत शाखामा गरिमा बढाइरहनु भएका हाम्रा लक्ष्मीनारायण तथा बालगोपालज्यूहरूको लागि भनेर दिउँसोको खाजा सेवा सप्रिय योगदान गरेर सम्पूर्ण परिवार उपस्थित भइसक्नु भएको छ। म सम्पूर्ण परिवारलाई मानव सेवा आश्रममा हार्दिक स्वागत गर्न चाहन्छु। धेरै धन्यवाद। यसै गरी आज शुभ जन्मदिन पर्नुहुने आदरणीय म्याम चन्द्रा चर्ती मगरज्यूलाई आसन ग्रहण गरिदिनुको लागि सादर निवेदन गर्दछु। सबैजनाले ताली बजाउनेछ। धेरै धन्यवाद। यसै गरी उहाँको दिदी हुनुहुन्छ बेलकोसा ओलीज्यूलाई पनि आसन ग्रहणको लागि सादर निवेदन गर्दछु। यसै गरी आदरणीय विष्णु खत्रीज्यूलाई पनि आसन ग्रहणको लागि सादर निवेदन गर्दछु। यसै गरी भावना कार्कीज्यूलाई पनि आसन ग्रहणको लागि सादर निवेदन गर्दछु। यसै गरी कृतिका दिदीज्यूलाई पनि आसन ग्रहणको लागि सादर निवेदन गर्दै सम्पूर्ण परिवारलाई फेरि पनि मानव सेवा आश्रममा हार्दिक स्वागत गर्न चाहन्छु। यसै गरी आज शुभ जन्मदिन पर्नुहुने आदरणीय म्यामलाई चन्दनको टीका र खदा ग्रहण गरिदिनुको लागि आदरणीय बहिनी सुमित्रालाई सादर निवेदन गर्दछु। सबैजनाले ताली बजाउनेछु। चन्द्रा चर्ती मगरज्यूलाई सादर निवेदन गर्दछु। सबैजनाले ताली बजाउनुहुनेछ। अब हजुरलाई म आश्रमको परिचय गराउनेछु। 2069 साल फागुन 13 गते मकवानपुरको हेटौडाबाट सुरु भएको सेवा अहिले 7वटा प्रदेश 22वटा जिल्ला र 29वटा शाखा केन्द्रमा विभिन्न कारणले सडकमा कष्टपूर्ण जीवन बिताइरहनु भएका हरेक उमेर समूहका आमा भाइले आश्रमको गरिमा बढाइरहनु भएको छ। हाम्रो कर्णाली प्रदेश सुर्खेतमा 2075 साल माघको 18 गते स्थापना भएको आश्रममा अहिले 87 जना आमा भाइले आश्रमको गरिमा बढाइरहनु भएको छ र साना हामीसँग 4 जना नानी बाबुहरू पनि हुनुहुन्छ जो खाना नाना र छानाको अभावमा सडकमा कष्टपूर्ण जीवन बिताइरहनु भएको हुन्छ। त्यस्ता हरेक उमेर समूहका आमा बाबालाई हामीले उद्धार गरेर आश्रममा लिएर आउँछौँ। उहाँलाई औषधि उपचार गर्छौँ, सरसफाइ गर्छौँ, काउन्सिलिङ गर्छौँ र ठिक भइसकेपछि पुनर्मिलन गराउने सेवा पनि मानव सेवा आश्रमले गर्दै आइरहेको छ। र जुन घरमा हाम्रो आमा भाइले आश्रय लिइरहनु भएको छ त्यो घर हाम्रो नभएर भाडाको घर हो, जुन सुरुवात दिनदेखि नै वीरेन्द्रनगर नगरपालिकाले भाडा तिर्दै आइरहेको छ र केही समयपछि हाम्रो आफ्नै भवन पनि बिना पाग 11 4 बन्दैछ। र आज जसरी हजुरहरूले आफ्नो शुभ जन्मदिनको अवसर पारेर खाजा सेवा सप्रेम योगदान गर्नुभयो त्यसरी नै मनकारी मनहरूले गर्दा नै हाम्रो आश्रम चल्दै आइरहेको छ। कसैले जन्मदिनको अवसर, विवाह वर्षगाँठको अवसर, कृतिहरूको सम्झनामा स्कुल कलेज सङ्घ संस्थाको वार्षिक उत्सव जस्ता विभिन्न अवसरले नै हाम्रो मानव सेवा आश्रम चल्दै आइरहेको छ। र यसरी आश्रममा आफ्नो शुभ जन्मदिन मनाउँदै गर्दा आफ्ना मनमा लागेका भावनाहरू हामी माझ राखिदिनु हुनुको लागि आदरणीय म्याम चन्द्रा चर्ती मगरज्यूलाई सादर निवेदन गर्दछु। सबैजनाले ताली बजाउनुहुन्छ। धन्यवाद मिसलाई। साथै यो हाम्रो मानव सेवा आश्रमलाई पनि एकदम धेरै धन्यवाद दिन चाहन्छु। जुन हाम्रो आज मैले मेरो यो जन्मदिनको अवसरमा
मैले थोरै भए पनि मेरो एउटा सानैदेखिको मेरो इच्छा थियो आफ्नै पैसाले आफैले कमाएको मेरो पैसाले केही थोरै भए पनि केहीमा चाहिँ अब सहयोग गर्न पाऊँ अथवा सहयोग गर्छु भन्ने थियो। आज थोरै किन नहोस् तर मैले आज गर्न पाएँ। यसमा पनि मानव सेवा आश्रमले जुन हाम्रो घर परिवारबाट विहीन भएर सडकमा आएका आमा बुवा बालबालिकाहरू हुनुहुन्छ उहाँहरूलाई एकदम धेरै ठुलो पुण्यको काम गर्नुभएको छ। खुसी लाग्यो। मानव सेवा आश्रमको बारेमा मैले सुन्न त सुनेको थिएँ तर मैले प्रत्यक्ष यहाँ आएर चाहिँ यहाँको वास्तविक यो दृश्यहरू चाहिँ हेर्न पाएँ। आज आएर धेरै खुसी लाग्यो। हजुरहरू जुन हाम्रो सडकमा भेटिएको आमा बुवा हाम्रो बालबालिकाहरू हुनुहुन्छ उहाँहरूलाई एउटा परिवारविहीन हुनबाट बचाउनु भएको छ। अब यसमा चाहिँ हाम्रो कतिजना धेरै मान्छेहरू हुनुहुन्छ उहाँहरूले पनि यस्तो हाम्रो चाहिँ अब सबैलाई अब सबै चिजले पुग्दैन तर पनि त्यहीबाट केही सानो यो सेवाहरू गरिदिनको लागि म अनुरोध पनि गर्छु र मैले यो सानो एउटा यो खाजाको सेवा गर्न पाएँ यसको लागि एकदम धेरै खुसी छु। मानव सेवा आश्रमलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। यतिजना धेरै आमा बुवाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ परिवारहरूबाट चाहिँ परिवारविहीन आमा बुवाहरूलाई चाहिँ यो हाम्रो परिवार गराउनु भएको छ। परिवार जस्तै गरेर माया दिनुभएको छ। मानव सेवा आश्रमलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। यसले धेरै धन्यवाद आदरणीय अभियानलाई। तन स्वस्थ होस्, मन निर्मल रहोस्, स्वच्छ रहोस् भावना। तन स्वस्थ होस्, मन निर्मल रहोस्, स्वच्छ रहोस् भावना। अझै धेरै उन्नति प्रगति हुँदै जाओस्। आदरणीय म्याम चन्द्रा चर्ती मगरज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना। जन्मदिनको धेरै धेरै शुभकामना। यस मानवीय सेवामा योगदान पुर्याउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। सदैव हजुरहरूको यसरी मानवीय सेवामा तन मन लागिरहोस्। हजुरहरू सम्पूर्णले सोचेका आँटेका सबै कुराहरू भगवान् परमात्माबाट पुरा हुँदै जाओस् भन्दै आजको यस कार्यक्रमलाई यहीँ समापन भएको जानकारी गराउन चाहन्छु। धन्यवाद। जय मानव सेवा, जय मानवता। शुभ दिन, शुभ समय। भिडियो खिच्न त यहाँ यतिकै समय
मलाई पठाउनुको लागि भन्यो बेलुका खाना दिँदै पर्थ्यो Di